स्टार्ट भन्छ अहिले हामी चखेवा भन्ज्याङ 1 किलोमिटर बाँकी चखेवा डाँडा यही हो जाँदैछौँ। हाम्रो टोली छ 4 जनाको एकदमै रमाइलो टोली छ। हिँड्दैछौँ चखेवा डाँडा। टेम्कीलाई पुरै हुसुले छेकी गयो। भोजपुर घाम लाग्यो। चखेवा आएपछि घाम लाग्यो है साथी हो। डाँडा यता भान्छ यता हिँड्नु अब आइतको ए 8 किलोमिटर पो रहेछ त। चखेवा डाँडालाई बाई बाई गरिँदैछ। हामी अब टेम्की छिर्दैछ। टेम्कीको मौसम हो, पुरै हुस्सु छ। चखेवा यो खोटाङ जिल्ला दिक्तेल बजार। ल दिक्तेल देख्यो है दिक्तेल दिक्तेल थोरै अगाडिको बजार देख्छ भन्छ। ओ दिक्तेल हेर्नु त भान्जा रोक्नु देख्छन्। दिक्तेल देख्नुभयो वहाँ ट्याक्कै पर हेर्नु त। ल दिक्तेल बजार यो दिक्तेल बजार हो। देख्नु पनि होइन। ल ल खोटाङ जिल्ला दिक्तेल बजार। यता भोजपुर पुरै हुस्सुले छेक्यो। अब हामी जान्छ टेम्की डाँडा। यो दिक्तेलको हो भोजपुर पान्धारे चौकी छेउकुना माया निलै खाइला चौकी पुरै हुस्सुले छेक्यो टेम्की डाँडा त। पुरै छेक्यो त भन्नु। भान्जा हामी कता गइरहेको छौँ अहिले? हामी टेम्के डाँडा। ठिक छ नि यात्रा? भान्जा कस्तो लागिरहेछ गाडी ड्राइभ? एकदम रमाइलो भइरहेछ मामा। हामी भोजपुर जिल्लाको टेम्के डाँडा जाँदैछौँ।
पहिलोचोटि गइरहेछौँ एकदम एक्साइटेड छौँ हामी अल्लाह एकदम खुसी लाग्यो सन्तोष भाइलाई कस्तो लागिरहेछ मलाई त धेरै राम्रो लागिरहेछ अनि अर्को कुरा चाहिँ हाम्रो मम्मीहरूको आफ्नै गाउँ भनौँ न मम्मीहरूको जन्म मामला मामला गाउँ सकिगयो नि त ल ठिक छ एकदम खुसी लागेछ गोपाल बुढाहरूको हो पनि हो क्या सबैलाई मिस छ गजमेर गोपाल उडेर आकाशको चारैतिर फैलिएर उडी हिँड्ने बादल हो तिमी बादल हो बादल हो क्या बादल हो 6 किलोमिटर टाइम के आकाशको चारैतिर एकदम पिङ्क कलरको गुराँस गुराँस है गुराँसे फुल्यो बनैमा तिम्रो माया झुल्यो तिम्रो मनैमा बाख्रा वा चम्के डाँडा सनगाजे गुराँसे फुलेको बिना छेको छेक्यो देउराली डाँडा उसुर कुहिरोले जगए पनि छोडेन मलाई मायाको धुइरोले झ्यालैमा बसेर गुराँसै फुल्यो बनैमा तिम्रोमा झुल्यो तिम्रो मनैमा ट्याम्के त्यही माथि हो भन्छ हाइट ए अहिले फर्किँदा रङ्गी बिरङ्गी गुराँस फुल्या छ पुरै जङ्गलमा यता सेतो उता पिङ्क ल अनि 32-33 सालको हुन्छ हाम्रो यात्रा चाहिँ बाटो खराब कारणले गर्दा मास्तिर जान सकेनौँ हामी पुरै बाटो यस्तो छ यो बाटो भएको कारणले गर्दा हामी चाहिँ रिटर्न अब ट्याम्के चढ्न सकिनौँ बाटो यस्तो छ है यहाँ सम्भवै भन यो त्यस कारण अब रिटर्न हामी फर्किसक्यौँ हामी ट्याम्के डाँडा पुग्न सकिएन बाटोको अवस्था यस्तो छ अनि कसरी जान सकियो त हामी ट्याम्के एउटा चक्का चाहिँ माथि माथि लाएर उता ढुङ्गादेखि चाहिँ भित्र लाउँ न पर छ ढुङ्गा त्यो ढुङ्गालाई चाहिँ त्यसलाई चाहिँ मास्तिर बनाउनु त्यहाँ पुगेपछि एउटा चक्का चाहिँ हल्का माथि लाउँ न यता लेफ्टमा
तर अलिकति बाटो ठिक छ हुन्छ। होइन नि त्यसो हिँडेकै छ भने साँधिएको नै हुन्छ होइन आमा यस्तो बाटो छ होइन चक्का चिप्लिरहेछ यता पछाडि फुरफुर गएर चिप्लेरै भयो गाडी अलिकति सिधा हुन्छ ल्याएको त नि गाडी सिधा हुन्छ नि त टाउको बत्ती खोल्नु भएको बत्ती बोलाउनु चिप्लो रहेछ बाटोमा पुरै अगाडिबाट उयो हेर्नु झर्नु त कहाँ बाटो यस्तो छ कहाँ